हाई एभ्रिवान, आज मैले एकदमै सजिलो तरिकामा कोदोको सुक्खा रोटी बनाउँदैछु। यसको लागि उमालेको पानीमा थोरै नुन राखेँ, 1 चम्चा घिउ पनि राखेँ अनि माथिबाट कोदोको पिठोलाई राखेँ। अब यसलाई एकैछिन सबै डल्ला फोरिने गरी चलाउनु पर्ने हुन्छ। एकछिनको लागि मैले ढाकिदिएँ। 4-5 मिनटपछि बाटामा घिउ लतारेर यसरी कोदोको पिठोलाई राखेर यसलाई राम्रोसँग मोल्दिन्छु। थोरै सेलाएपछि हेर्नु यस्तो मजाले मोलिएको हुनुपर्छ। अब चाहिँ काम भनेको बेल्ने मात्रै हो। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब चाहिँ यसलाई सुक्खा रोटी जसरी नै बेल्ने हो। यसलाई बेल्न गाह्रो हुँदैन, मजाले बेलिन्छ, गिलो हुन्छ। सुक्खा रोटी भन्दा पनि सजिलै बेलिँदो रहेछ। मलाई चाहिँ कोदोको ढिँडो भन्दा पनि यसरी रोटी बनाएर खाँदा एकदम मिठो लाग्छ, नरम पनि हुन्छ, बच्चालाई दिन पनि मिल्छ। अब चाहिँ यसलाई तावामा पकाउनु मात्रै बाँकी हो। तावामा चाहिँ यसरी गहुँको रोटी जसरी नै पकाउने हो, किनभने यसको आधा भाग अघि नै मैले त्यो पानीमा पकाइसकेको छु। त्यसको आधा भाग मात्रै बाँकी रहन्छ। यसलाई उल्टाइ खुल्टाइ पारेर मैले यसरी दाबी दाबी ओखातिर दाबी दाबी यसरी उस्काएर पकाएको छु। बाहिर बजारमा यस्तो धेरै अनहेल्दी कुराहरू आएको छ अहिले है। अनि यसरी घरमा कोदोको रोटी बनाएर खाने त मान्छेको जाँगरै चल्न छोडिसक्यो कि अहिलेको जमानामा न है। अनि यसरी आफू घरको अब गृहिणी जसले भान्सा गर्नुहुन्छ उहाँले नै जाँगर गरेर अब नयाँ नयाँ आइटमहरू ट्राई गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त यस्तो सफ्ट रोटी बन्छ है कोदाको। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।